यहाँहरु सबैमा स्वागत छ है। आज घराइसी काम गरियो। घरमा छु नि त। घरमा आएपछि काम त गर्नै पर्यो फेरि। म मात्र होइन, यहाँ मेरो साथी धनजित पनि हुनुहुन्छ र बहिनी भान्जा पनि छन्। त्यसपछि मम्मी उता सिस्नु टिप्न जानु भएको छ। हामी घाँस काटिरहेका छौँ। फेरि देखाउनको लागि मात्रै भन्नु होला भनेर भिडियो नै ल्याएको छु यहाँहरुको बीचमा। हेर्नुस्, हामी चाहिँ घाँस काट्न आएको थियौँ। तोरी फुलेर अब हाम्रो कलाकार पनि हुनुहुन्छ। उहाँले यही तोरी फुल्नेवाला भन्ने गीत गाउँछु भन्नुभएको छ। उहाँलाई ल्याउन म यता आइरहेको छु। कोदोरो बुदा लाएको पिराती छुट्यो तोरी फुल्ने बेलामा। आजभोलि गाउँघरतिर तोरी फुलेर पहेँलै भाछ। एकदम रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। हामी एकछिन रमायौँ। भान्जाले फेरि मलाई हानिरहेछ। रिसा छ नि त, आफ्नो भिडियो बनाइदिएन भनेर धेरै पटक ढुङ्गा उठाएर हानिरहेछ। मम्मी सिस्नु टिप्न जानुभएको थियो, अहिले आएर घाँसको भारी बनाउँदै हुनुहुन्छ। हामीलाई आउँदैन नि त भारी बनाउन, मम्मीले नै बनाइदिनु पर्छ भारी। फेरि यता बहिनीले पनि रुख गएर काटिरहेछे। भैँसी छ, बाख्रा छन् नि त, काट्नुपर्छ। के टिपेको भन्नुवाला त भयो। यो अरू केही नभएर सिस्नु हो। दिपेन्द्र कमरेडको गाउँमा छौँ, घरमा छौँ। सिस्नु खान मन लाग्यो र हामी दुईटा आफै सिस्नु टिप्दैछौँ। यत्रो सिस्नु टिपेका छौँ। फेरि अब यो पुरै हामीले टिपे होइन, आमाले टिप्नु भयो है। मैले टिप्या मात्रै हो। फेरि यत्रो सिस्नु आफै टिपेछन् भन्नु होला, होइन आमाले टिप्नु भयो। सिस्नु भने के झार टिप्छन् भन्नु होला, होइन यो सिस्नु हो। यो सिस्नु र यो माओवादी झार एउटा एउटै छ। फेरि के टिपिराख्नु भएको छ कमरेड? सिस्नु हो। सिस्नुलाई अर्को नाममा के भन्छन्? पालौरो। पालौरो। यो दुई तीनवटा फुर्का मैले टिपे, दुई चारवटा उहाँले टिप्नु भयो। अरू चाहिँ मम्मीले टिप्दिनु भयो। मम्मी हेर्नु, यहाँ मम्मी पनि हुनुहुन्छ, घाँस काट्नुहुन्छ। ऊ घाँस ल राख्नु भएको छ मैले। हेर्नुहोस् हेर्नुहोस्, अवस्था यस्तो छ, यस्तो छ अवस्था। हेर्नुहोस् 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 कसैको पछाडि तानिरहेको छ अर्को खटा भन्जाले। गरुङ्गो पो छ त। हाम्रो कमरेडले पनि बोकिराख्नु भएको छ। कति गरुङ्गो छ? भारी ठिक छ नि। गाह्रो छ, अप्ठ्यारो छ कि। रमाइलो पो भयो त। हिजो राति अलि अबेला पुग्यो नि त हामी दुईजना। अबेला पुगिसकेपछि रोटी मात्रै रहेछन्, दही चोरेर खाइयो। त्यसैको सजाय चाहिँ आज बिहान बिहान भैँसीले दियो। घरमा आएपछि यसरी नै काम गर्नुपर्छ। पहिला पहिला गरिँदैन थियो नि त। आजभोलि थाहा भयो मम्मी बुवालाई चाहिँ धेरै सताउनु हुँदैन, काम गर्नुपर्छ भनेर। भिडियो कस्तो लाग्यो तपाईँलाई? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला है। धन्यवाद।